ल सम्पूर्णलाई फेरि पनि पुनः मेरो ब्लगमा स्वागत छ। आज चाहिँ मैले चाहिँ धेरै समयपछि ब्लग बनाइरहेको छु र मेरो व्यस्तताको कारणले चाहिँ मैले ब्लग बनाउन सकिरहेको थिइनँ। र आज चाहिँ हामी एउटा सामुदायिक वनमा इन्भेन्ट्री लिनको लागि गइरहेको थियौँ र त्यहाँ चाहिँ यसरी हामीले काम सकाइसकेपछि नास्ता खाने समयमा अनि हाम्रो त्यहाँ चाहिँ अब मगर केटाहरू थिए, पुरा केटाहरू 4-5 जना थियौँ हामीहरू सबै मिलेर चाहिँ ल सर आज चाहिँ यहाँ आगो सागो बालेर जङ्गलमै नास्ता पकाएर खानुपर्छ भनेर भनिसकेपछि हामीले ल हुन्छ नि त, सामानहरू बोक्नु पऱ्यो होइन। अब हामी चाहिँ बोक्नु भ्याउँदैनौँ, हाम्रो चाहिँ आफ्नै कामहरू हुन्छ, तिमीहरूले भ्याउँछौ भनेपछि बोकेर लग्दा भयो, त्यहीँ पकाएर खाँदा हुन्छ, रमाइलो हुन्छ, पिकनिक जस्तो पनि हुन्छ भनेर हामीले भनिसकेपछि केटाहरू चाहिँ पुरा रेडी भएर है भाँडाकुँडा लिएर अनि हामी सँगसँगै है भिर पाखा पनि गऱ्यो टुलीहरूले। अनि यसरी हामीले चाहिँ भनौँ न नास्ता चाहिँ पकाउनको लागि चाहिँ तिनीहरू चाहिँ कसिरहेको थियो है केटाहरू। कोही चाहिँ पानी लिन गइरहेको थियो, कोही चाहिँ भाँडासाँडा मसला लाउँदै थियो। अनि म चाहिँ खोलामा माछा हेरिदिरहेको थिएँ, माछा थिएँ है झिँगे माछाहरू, हाम्रो तराईतिर पनि पाइन्छ, खोलामा हाम्रो खोलामा पनि पाइन्छ, हामी चाहिँ पहिला मार्थ्यौँ। अनि यहाँ चाहिँ झिँगे माछा जस्तो थियो, यहाँनिर चाहिँ सेतो सानो होइन, अनि त्यस्तो थियो। त्यसपछि अर्को एकजना साथीहरू चाहिँ मारौँ न त भनेर मार्न बसेको, मलाई त डर लाग्यो है, पहिला म चाहिँ माछा मार्दै अहिले आजको चाहिँ धेरै भयो माछा मार्न छोडेको, त्यस कारणले डर लाग्छ। अर्को एकजना साथीले चाहिँ मार्दै थियो। त्यसपछि म चाहिँ डुलिरहेको थिएँ, यताउता हेर्दै थिएँ कसले चाहिँ के गरिरहेको छ भनेर। मेरो साथी चाहिँ त्यो मगर भाइ एकजना अनि पानी लिन गएको थियो, पछाडि हाल्यो है त्यहाँ। अनि त्यहाँ चाहिँ आगो फुटाउँदै थियो, टोलीहरूले आगो बाल्दै थिए। अनि गर्मी पनि निकै थियो, हाम्रो चाहिँ सालको जङ्गलमा एकदमै गर्मी हुन्छ। अनि हामीलाई चाहिँ वनको मापन गर्नुपर्ने थियो, अनि त्यस कारणले हामी चाहिँ सालको जङ्गलमा थियौँ। अनि यसरी चाहिँ केटाहरू चाहिँ पुरा आफ्नो आफ्नो काममा कसैले चाहिँ अनि होइन खाना पकाउने भाँडो चाहिँ मसो लाउँदै थिएँ। हाम्रो चाहिँ नास्तामा चाउचाउ थियो है, चाउचाउ अनि आरू, त्यसपछि पुरी रोटी, त्यहाँदेखि अनि अरू के चाहिँ यहाँ मजाले चाहिँ तपाईँहरूलाई देखाउँछु। चाउचाउ भयो, चाउचाउको प्याकेट थियो 8-10वटा, त्यसपछि अरू के थियो, नुन खुर्सानीहरू पनि केटाहरूले पिसेर लिएर आएको थिए है। मलाई चाहिँ भिडियो बनाउनु लागेको देखेर ल सर यता अरू सर पनि देखाउनु भनिरहेको थिएँ, मैले चाहिँ तपाईँलाई देखाएको छु। यो अरू एकदम मिठो थियो। अनि हाम्रो चाहिँ पुरी पनि थियो त्यहाँ, पुरी चाहिँ एकदमै सानो थियो, मेरो उहाँ चाहिँ एक आँस पनि हुन्थेन है। अनि केटाहरूले चाहिँ आगो सागो बालेर भाँडासाँडा बसालिसकेको रहेछन्। म चाहिँ अचम्मै परिरहेको थिएँ, यति सानो पुरी, अब ठुल्ठुलो रोटी खाएको बानी त्यति सानो पुरीले चाहिँ एकदम केटाहरूले चाहिँ हाम्रोतिर त यस्तै बनाउँछन् सर, खानु चाहिँ यस्तै 2-3वटा भए पनि बरु भन्दै थियो। साथीहरू हामी बसेर चाहिँ अनि पुरी सिरी खाने काम भइरहेको थियो। उहाँहरूसँग चाहिँ मजाले गफ भइरहेको थियो हामीसँग चाहिँ। त्यसै सामुदायिक वनको अध्यक्ष र कोषाध्यक्ष हुनुहुन्थ्यो। त्यसपछि अरू 3जना केटाहरू थिए भर्खरका, उनीहरू चाहिँ भलिबल खेल्नेको लाठीहरू पनि रहेछ नै। हामी चाहिँ साझा गएर भलिबल पनि खेल्नुपर्छ है केटा हो भनेर, छिटो काम सघाउनुपर्छ है भनेर चाहिँ हतारमा छिटो अनि काम सघाउनलाई चाहिँ हामीले हतार थियो। त्यसपछि यसरी कसैले आगो फुकिरहेको थियो, कसैले के गरिरहेको थियो होइन। खाना चाहिँ नास्ता चाहिँ हाम्रो पाक्दै थियो। त्यसपछि म चाहिँ पुरी रोटी खाँदै थिएँ टक्क पारेर, एकदम मिठो थियो। घरबाटै पिसेर अचार लिएर आएको थियो, केटाहरूले चाहिँ घरबाटै पिसेको अचार लिएर गयो। अनि अरूसँग पनि अचार चोपेर खायो, यस्तो बवाल थियो नुन खुर्सानी चाहिँ। रमाइलो बजियोस् वनतिर चाहिँ यसरी गएर जङ्गलमा चाहिँ खाजा बनाएर फेरि त्यहाँ पकाएर खाँदाखेरि चाहिँ एकदमै रमाइलो हुँदो रहेछ, एकदम मजा आउँदो रहेछ सुन्नु पनि। अनि हाम्रो चाहिँ आगो सागो बलेर पानी तताउनलाई हामीले चाहिँ बसालिसकेको थियौँ, केटाहरूले चाहिँ बसालिसकेको थियो। पछि चाहिँ हामीले अब चाउचाउ अब त्यो होइन, अब घरको जस्तै प्याज टमाटर काटेर हाल्ने कुरा भएन जङ्गलमा, छिटो खानालाई हतार थियो। त्यस कारणले पानी उम्लिसकेपछि हामीले चाहिँ चाउचाउ खोलेर हाल्ने भनेर चाहिँ रेडी थियौँ। अनि मैले चाहिँ खाँदै हालिदिरहेको थिएँ है चाउचाउ, केटाहरूले चाहिँ हाल्दै थिएँ, मैले चाहिँ खाँदै हालिदिरहेको थिएँ। अनि एकजना साथी चाहिँ पुरा चम्चा छैन, अब कसरी खाने होला भनेर सोचिरहेको थिएँ। त्यसपछि चाहिँ तिन चाहिँ चाइनिज स्टिक बनाउनलाई चाहिँ तिनले अनि सानो हाँगा चाहिँ काटेर ल्याइसकेको थिएँ। अनि त्यो चाहिँ जुगाड भइसकेको थियो हाम्रो, तर खानको लागि कटौरा 3टा मात्रै थियो। हामी मान्छे भनेको 7जना थियौँ, खानालाई कटौरा थिएन। चाउचाउ हाम्रो उम्लिसकेको थियो, एकदमै पाकेर मिठो देखिरहेको थियो। अनि चलाउने डाडु पनि हाम्रो एकदम ट्रेडिसनलवाला छ है। अनि त्यसपछि अनि खानाको लागि कटौरा नभएपछि हामीले चाहिँ केराको पात टिपेर लिएर आएको थियौँ। केराको पातलाई चाहिँ यसरी आगोमा हालेपछि फुट्दैन भनेर आगोमा सेकाएपछि एकछिन
फुट्दैन भनेर चाहिँ त्यसो गर्नुभएको थियो। र एकजना दाइ चाहिँ हाम्रो वनको कोषाध्यक्ष हुनुहुन्थ्यो, उहाँले चाहिँ टक्क पारेर केराको पात पनि कटौरा जस्तो बनाउनु जान्नुहुँदो रहेछ। अनि उहाँले चाहिँ यस्तो बबाल कटौरा जस्तो बनाउनु भयो। त्यसपछि मैले चाहिँ आफूलाई आवश्यक पर्ने चाइनिज स्टिक त्यसरी चाहिँ मैले आफ्नो चाइनिज चपस्टिक समातेर चाहिँ राखिसकेको थिएँ है। त्यहाँ मैले देखाउँछु यसरी हो। अनि त्यसरी चाहिँ हामी चाहिँ आफ्नो आफ्नो चपस्टिक समातेर खाजा खानतर्फ लाग्यौँ। त्यस पछाडि साथीले हामीलाई चाहिँ केराको पातमा खाजा हालिदिए। मैले चाहिँ पहिलोपटक यसरी केराको पातमा केही चिज चाहिँ खाजा भयो भने जे पनि खाँदैछु। तपाईँहरू पनि वनबस्तीतिर जानुहुन्छ भने यसरी खाएर चाहिँ आगो निभाएर फर्किदिनु होला भनेर भन्न चाहन्छु। हस्त यस ब्लगमा यति नै। धन्यवाद, बाई बाई।